पानी परेर साँच्चै पानी परेर पानी परेर गरे पानी परेर होला यो उजुडेको पनि नि फोटो खिच्ला हामी चाहिँ हाई गाइज आज म तपाईँलाई देखाउँदैछु थबाङमा लागिराखेको महोत्सवको बजारभित्र मेलाभित्रको बजार कस्तो देखिन्छ यो चाहिँ म देखाउन गइराखेको छु आज है त मेलामा यहाँ कस्तो खालको हुन्छ त भिडभाड अनि कस्तो खालको त्यो हुन्छ भन्ने कुरा देखाउँछु है त एकैछिनमा यतातिर यस्तो छ यो भ्लग हो यतिर बल्ल भेट भएको छ है ल यतातिर भेट भइराखेको छ यतातिर यो चाहिँ बजार हो यहाँको दामी बजार छ सबैजना यतातिर हुनुहुन्छ मेलाको अन्तिम दिन हो आज चाहिँ विशेष गरेर यस्तो छ बजार लागिराखेको छ यस्तो भिडभाड छ है बिजुली बालेर यहाँनिर पसलहरू छन् हाम्रो यतातिर मालाको पसलहरू छ हैन अनि यता हाम्रो दिदीको पसलहरू यतातिर यस्तो छ है अनि यतातिरै हाम्रो दिदीको यतातिर पसल छ भ्लग बनाइरहेको छु यस्तो छ सिरक दसनाको दोकान यतातिर हाम्रो दिदीको दोकान छ ट्याक्क लाएर खै त के बाटो के यो चाहिँ बजारको झलक हो यतिको लाग्यो यतातिर यस्तो छ यतातिर यस्तो छ पट भएर बिजुली बालेर भएर पट भएर बिजुली बालेर यतातिर स्टेज यहाँनिर बनेको थियो यतातिर होटल छ यी ट्याक्क लाएर अनि यतातिर यस्तो छ अनि यहाँनिर ट्याक्क लाएर यस्तो दोकानहरू छन् यहाँनिर हाम्रो टिम यता छन् विशेष गरेर दामी छ के छ कलौटीको के छ कलौटी कलौटेलाई खोजिरहेको छ गरी भ्लग बनाउँदै आएको थिएँ युट्युबमा जाँदैछु यस्तो छ यतातिर त्यहाँ पारि तिरको गेम छ यो चाहिँ पुरै माथि डाँडाहरू यस्तो दामी छ यतातिर यस्तो दामी छ माइ गॉड हेरम जस्तो छ यतातिर चाहिँ विशेष गरेर स्टेज उजाड्ने काम भइराखेको छ है ल यहाँनिर एउटा कलाहरुमा देखाइराखेको छु ल भ्लग हो मेरो एचटी युट्युब मिडिया भन्ने छ यतातिर यस्तो छ है अनि यो चाहिँ विशेष गरेर ल यहाँनिर तिर गेम हेरौँ अब
4 फुट के लाइक त्यही हो के त्यही यहाँ हैन त्यहाँ जुम गरिने मागा गर्न छ ओ पुरी छ ल यो तीर गेम यहाँनिर भइराखेको थियो सो गाइज यति बेला रोल्पाको थबाङमा रहेको यो महोत्सवमा छु म चाहिँ यति बेला होइन अनि यो बजारहरूमा तपाईँहरूलाई पुरै देखाइसकेको छु अनि यहाँको डाँडा पाखाहरू यस्तो दामी छ यतातिर र एकदमै रमाइलो ठाउँ छ घुम्नको लागि एकदमै प्राकृतिक सुन्दरता बोकेको ठाउँ थबाङ एकदमै राम्रो छ यतातिर हिमाल पनि देखिन्छ त्यहाँनिर तर त्यहाँ अब बादल लागेको छ क्या त्यहाँ आज पानी मौसम खराबीको कारणले गर्दाखेरि जेस रमाइलो छ घुम्नको लागि चाहिँ थबाङ घुम्न मन छ भने आउनु होला र यो मेरो भ्लग जहाँबाट हेर्दै हुनुहुन्छ यो बनाएको भ्लग कस्तो भएको छ यो बनाएको भ्लग कस्तो भएको छ जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव दिन नबिर्सिनु होला र मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने च्यानललाई सब्सक्राइब गरेर भिडियोलाई अझ धेरै अगाडि बढाइदिनु होला